हेलो गुड मर्निङ साथीहरू, मेरो नाम चाहिँ यसुराई, मेरो घर चाहिँ धनकुटा। अनि आज म चाहिँ कुखुराको खोरबाट भिडियो स्टार्ट गर्दैछु साथीहरू। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज पनि मैले भिडियो मुख नदिई स्टार्ट गर्दैछु। म जतिको जागरिलो र म जतिको भनौँ न उत्यो को छ र छैन नि, कोही छैन नि यस्तो स्किन केयर गर्ने मान्छे। त्यही भएर अनुहार पनि कति राम्रो मेरो, हेर कागलाई छेडिएको जस्तो। अनि साथीहरू, यो चाया पोथो तथा डन्डीबाट खलात खुलुत जाने दबाई चाहिँ के होला भनिदिनु। बोला तूने नहीं, पहले क्या बोला? चल चलो पर्यो साथीहरू। अनि आज चाहिँ हाम्रो घरकै भिडियो हुन्छ होला साथीहरू। अनि आज चाहिँ मेरो श्रीमान र मेरो भाइ चाहिँ मेरो श्रीमान चाहिँ आफ्नो कामतिर फर्किने र भाइ चाहिँ घर जाने। अनि हामी आज आमा छोरा मात्रै हुन्छौँ होला साथीहरू। आजदेखि चाहिँ अब एकछिन पछाडि खानासाना खाएर जानुहुन्छ मेरो श्रीमान र भाइ चाहिँ। अनि हामी आमा छोरा मात्रै हुन्छौँ होला साथीहरू। मेरो कुखुराहरू यस्तो छ। अनि अब घरकै भिडियो हुन्छ होला। अब हामी नानीसँग कहीँ बाहिर जानु पाइँदैन साथीहरू। अब हामी दुईजना मात्रै हुन्छौँ। अनि अब घरकै भिडियो भए पनि म घरकै भिडियो भए पनि ल्याउँछु साथीहरू, हेर्नु होला है त। कुखुरा चारो पानी दिइसकेर पनि घरमा आइसकेर पनि अनि उहाँ श्रीमानजीले चाहिँ तरकारी पकाउँदै हुनुहुन्छ। तरकारी पनि हाम्रो यस्तो छ है, आलु चाउचाउ। तपाईँहरूले आलु चाउचाउको तरकारी खाएको छैन होला। हामी चाहिँ नयाँ नयाँ तरिकाको तरकारी के मतलब सब्जी खान्छौँ साथीहरू। अब चाहिँ हामी खाना खाएपछि म तपाईँहरूलाई भेट्छु ल साथीहरू। जानुको लागि चाहिँ रेडी भइसक्यो है साथीहरू। मेरो भाइ श्रीमान अब जानुहुन्छ। हामी आमा छोरा मात्रै हो घरमा। म पनि साथीहरू रोडसम्म त पुऱ्याउनै पर्यो होला नि त। रोडसम्म पुऱ्याउनु पर्यो नि त, होइन छोरा? यो लक्कीले मेरो छोराको पेम्पसलाई छरस्तै पारेछ हौ। आज पनि पानी पर्छ कि क्या हो? पानी पर्छ जस्तो छ है साथीहरू। बाइक निकाल्ने होला नि त, होइन? मामा त हुनुहुन्न रहेछ त, कता बजार आउँछ र बाबाले बाइक निकाल्ने नि त। बुम बुम निकाल्ने बाबाले आऊ त। अब हामी रुने होला, होइन? एकछिन त रुनु परेको। रुने होला। एनु दिदीहरू हुनुहुन्छ कि हुनुहुन्न हौ? एनु दिदीसँग खेल्ने ल। ल साथीहरू चाहिँ जानु तयार। अब के गर्नु, जानै पर्यो भन्नु न। जानै पर्यो। अब सर हामी चाहिँ रुङ्ला गरेर रुङ्ला। अब के गर्नु त, केले पुस्नु? आयो मलाई गाह्रो छ। ल अब आइगयो ऊ अब जानेहरू पनि यो सिगनी आऊ आऊ। ए ल आऊ ल आऊ जाने नि त हामी। ल मामा र के मामा र बाबाले चक्लेट दिनु जाने के? ल ल बाई। बाबा आउनुहुन्छ के? बजार जानुभएको बाबा र मामा बजार चक्लेट लिएर आउनुहुन्छ ल छोरा। अब हामी चाहिँ घरतिर लाग्नुपर्छ छोरा। मेरो चाहिँ छोरा सुतिसक्यो। मेरो छोरा चाहिँ यहाँ सुतेको छ। मैले झुलले चाहिँ छोपिदिएको छु। जिगालाई दुःख दिन्छु, मजा लाग्छ र म चाहिँ अब लुगाहरू धुन्छु साथीहरू। अब नानीको बाबा र मामा पनि गइसक्नु भयो। अब म चाहिँ यस्तो नक्टिलो लुगा धुनु पऱ्यो। लुगा धुनु भएर नि सरफमा भिजाउँछु। सरफमा भिजाएपछि भरे पनि फेरि काचकुचुक पारेर सुकाउँछु साथीहरू। हेर्दै गर्नु साथीहरू। अब चाहिँ लुगा धुनु पसेको। यो नानीको लुगा रस्ते थियो नदिनु। पानी पनि सरफमा भिजाइराख्छु। अनि भरेर
सुकाउँछु ब्रस पनि कहाँ बनाऊ नानी भएपछि गाह्रो है साथीहरू नानीको लुगा हुन्छ के हुन्छ धुने पर्छ मलाई चाहिँ फेरि तपाईँहरूलाई कतिको जाँगा लाग्छ लुगा धुनु भनेको जाँगा मेरो यति छ यो साथीहरू म चाहिँ अब लुगा पनि भिजाइसकेँ यो मेरो तिहारमा लगाएको फुलहरू यो निकालेकै छैन निकाल्नु पर्ने अनि घर सफाइ गर्नु पर्यो साथीहरू अब यस्तै भिडियोहरू हुन्छ साथीहरू राम्रो मानेर हेरिदिनु होला है त साथीहरू म भित्र चाहिँ घर सफाइ गरिसकेँ अब यहाँ बाहिर आँगनमा चाहिँ थोरै झाराहरू छ त्यो उखाल्छु यो मेरो फुलहरूलाई मजाले गोड्नुपर्ने यस्तो छ जस्तो भइरहेछ साथीहरू फुलहरू गोड्छु यो फुलहरू पनि यहाँ नपुगेर कस्तो यो भइरहेछ सरसफाइ पनि गरिसकेँ र बाहिरको त अघि झाडु फाल्दै गरेको पनि उकालिसकेँ मेरो छोरा हेर्नु न नसुतेर यसरी खेल्दै चाहिँ उसको कटु पनि माथि कहाँ उ लट्ठीमा उन्दैछ हेर्नु न साथीहरू चकचक थोरै गर्दैन मेरो छोरा अनि मैले चाहिँ सबै काम पनि सकेँ अब बेलुकाको कुखुरालाई चारो पानी गर्नुपर्ने साथीहरू पानी पर्दैछ यहाँ अहिले बेलुका त 5 बज्यो अब कुखुरालाई चारो पानी दिनुपर्ने आज त म र मेरो बाबु मात्रै छौँ हामी दुईजना अनि दुईजना मात्रै चाहिँ अब काम गर्न पस्नु भनेको पानी परिहाल्यो साथीहरू अब यहाँ गाह्रो छ हौ नानी बोक्दै काम गर्नुपर्ने पानी पर्दैछ अब नानीसँग त पानीमा भिजी काम गर्नु भएन साथीहरू अब म चाहिँ पानी रहेर कुखुरालाई पानी गर्छु साथीहरू र म चाहिँ अब भिडियो अब यति नै म एन्ड गर्छु साथीहरू मेरो भिडियो के कस्तो लाग्छ सब्सक्राइब गर्नुभएकोहरूले चाहिँ कमेन्टमा बताउनु होला र एक लाइक गर्नु होला अनि शेयर पनि गरिदिनु होला नयाँ जोडिनु भएको छ भने च्यानललाई सब्सक्राइब गर्नुभएको छैन च्यानललाई सब्सक्राइब गर्नु होला अनि मेरो भिडियो के कस्तो लाग्छ कमेन्टमा पनि भन्नु होला है त साथीहरू अब यति नै म आज यही भिडियो एन्ड गर्छु है त साथीहरू बाइ बाइ